सडक सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको एसियन हाइवे काकरभिटाबाट लौखैसम्मको सडक खण्ड निर्माण भएको 2 वर्षमा करिब 35% काम सकिएको छ। आयोजना अन्तर्गत अहिले विभिन्न ठाउँहरूमा कालोपत्रेको काम धमाधम भइरहेको छ। निर्माण सम्झौता भएको 2 वर्षमा करिब 35% मात्र काम सकिएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटरी कार्यालय प्रमुख जगत प्रजापतिले बताउनुभयो। प्रजापतिका अनुसार एसियन राजमार्ग नम्बर 2 अन्तर्गत काकरभिटाबाट लौखैसम्मको 120 किलोमिटर सडक स्तर उन्नति हुने भनिए तापनि हाल 95.76 किलोमिटर मात्र ठेक्का लागेर काम भइरहेको छ। पूर्वी खण्ड र पश्चिम खण्ड गरी 2 भागमा विभाजन गरेर काम भइरहेको उहाँले बताउनुभयो। हालसम्म दुवै खण्डमा गरी करिब 20 किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्रे सकिएको छ। आयोजना पूर्वी खण्ड दमक कार्यालय प्रमुख सुनिल बाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि करिब 35% काम सम्पन्न भएको छ। निर्माण सामग्री उपलब्धता सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताउनुभयो। पूर्वी खण्डका बिजुलीका खम्बा सार्ने काम करिब 80% सकिएको जनाउँदै उहाँले पश्चिम खण्डमा करिब 40% मात्र काम भएको बताउनुभयो। बजार क्षेत्रमा खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा 23% प्रगति भएको छ भने पश्चिम खण्डका पुलमा करिब 28% प्रगति भएको छ। एसियन हाइवे थाइल्याण्डको ब्याङ्ककबाट सुरु भई म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको काकरभिटाबाट पूर्व पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ। 3 वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास ब्याङ्कको आर्थिक सहयोगमा 2080 माघ 19 गते सडक निर्माण कार्य सुरु भएको थियो। यो आयोजना निर्माणमा 30 करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। 3 वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जंगल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ। बजार क्षेत्रमा 50 मिटर, जंगल क्षेत्रमा 24 मिटर र ग्रामीण क्षेत्रमा 33 मिटर चौडाइको सडक निर्माण हुनेछ।